नमस्ते सबैजनालाई हिल्ली हाल खबर भन्दै आजको चाहिँ म ब्लग स्टार्ट गर्न चाहदैछु र आज चाहिँ हाम्रो एकदमै बवाल पार्टी एट नाइट अनि नाइटको बेलामा नै यस्तै भयो ड्युटीबाट आउँदाखेरि यस्तै हुन्छ ढिलो हैन त्यसै कारणले हामी चाहिँ अब चाहिँ तलपट्टि अलिकति दाइहरुले अलिकति यसो यताउता गरिराख्नु भएको छ यतापट्टि हाम्रो दाइ हुनुहुन्छ हैन दाइले पनि यतातिर हामीले चाहिँ हैन यहाँ चाहिँ हाम्रो अलिअलि पाक्दैछ यो केको मासु दाइ यो चाहिँ पाङ्राहरू मात्रै छ तलपट्टि चाहिँ हामीले चाहिँ पोलेको मासु है हो कि दाइ बारबेक्यू चल्दैछ अनि एकदमै बवाल हुनेवाला छ आज फेरि एकदम रात पऱ्यो अलिकति ढिलो भयो त्यही पनि केही छैन ढिलो भए पनि हामी चाहिँ रमाइलो गर्नेवाला छौँ होइन दाइ ल के भन्नु छ र छैन अहिले चाहिँ केही भन्नु छैन अब बल्ल रेडी हुँदैछ हजुर दाइ चट्ट अब रेडी भइसकेपछि फेरि हल्का ओए मासुलाई अटोमेटिक बोल्दो रहेछ त अन्त ए ल रात पर्न लागिसकेको छ अब हामी चाहिँ त्यहाँ जाँदैछौँ के गरिराख्नु भएको छ हाम्रो दाजुहरूले सबै उ आएर के छ दाइ के हुँदैछ भन्दैछ ल ल ल नो प्रब्लम ल हाम्रो सन्तोष घरती दाजु यताबाट हामी आउँदैछौँ हाम्रो डेस्टिनेसनमा कहाँ दा यार एक्लै यार ल ल ल खजानै यो चाहिँ हाम्रो चाहिँ पखेटा यो चाहिँ पखेटाको मासु चाहिँ हामीले चाहिँ अलिकति के अरे म्याग्नेट हो के भन्छ दाइ म्याग्नेट स्याग्नेट के गरेर राखिसकेको छौँ यतापट्टि चाहिँ हाम्रो कुखुरा भयो एकदमै बबा लोकल कुखुरा भनेर भन्न मिल्दैन अब त्यही पनि लोकलै हो ल अनि यतापट्टि ओ बोइल चिकन यो चाहिँ ओन्ली फर मी बोइल चिकन ल दामी बोइल त्यो चिकन ब्रेस्ट हो क्या फेरि यहाँपट्टि चाहिँ हाम्रो पोलेको रेडी हुँदैछ होइन दाइ यतापट्टि हाम्रो चेफ एकदमै धेरै धेरै धन्यवाद हाम्रो दाइलाई र इन्टायर टिमलाई पनि धेरै धन्यवाद जलाल दाइ दर्शन दाजु हिल्ली हालखबर भन्नु न टिक्ले भन्नु न ल ल यतापट्टि चाहिँ हाम्रो तपाईँहरूले देखिसक्नु भयो बब्बाल तरिकाले चाहिँ मासु एकदमै है के भन्छ दाइहरूलाई पोलिरहेको छ ल के भयो यसो भनिदिनु पर्यो हाम्रो चेफ हाम्रो एकदमै बवाल एकदमै सबै कुरामा चाहिँ एकदमै खतरा दाजु हजुर ल दाजु ल ए अहिले टेस्ट हानिदिहाल्ने अरे दाइ ए टेस्टिङ मात्रै ल केटा ल दाइ यता ल यो समात्नु टेस्टिङ गरौँ अब यहाँ पहिला मासु देखाइदिनुहोस् त यहाँ एकदमै ल एकदम बवाल चाहिँ कुन खाम त दाइ यार यो अलिकति उयो खाले खाइदिउँ है यो अन्त मासु अर्ग्यानिक पोर्कको यति त दिनु पर्यो हो क्या दाइ कालो के को धरानी बुङ्गुर रे दाइ केसको बुङ्गुर रे हातदेखि हात तपाईँको हात हो यार के भइरहेछ साक्दी मात्रै खाँदैन के छ जलाल भाइ ए अन्त चिकन पाक्दै तिमीलाई चिकन पाकेछ बब्बाल ओम नारायण के भन न यार खत्तेरी यार के को दाइ यो ए पुदिनाको अलिकति भन्नु ल अझै पुदिनाको चटनीसँग एकदम बवाल भएको छ दाइले यो त मैले उतातिरको होटेलमा पनि कहीँ खाएको थिएन आज चाहिँ हाम्रो दाजुको हातबाट विदेशमा खानु लेखेको रहेछ त्यसै कारणले चाहिँ म एकदमै खुसी छु यस्तो दाइहरू पाएकोमा होइन दाइ के कसो के भन्नुहुन्छ कस्तो छ मिठो छ कि छैन गजब छ नि होइन हाम्रो सन्दीप दाइ ल अरे भुट्दैछौँ हामी अहिले पनि टेस्टिङ गर्नु तर बब्बाल भयो यार कसम है दाइ ल जान्छौँ हामी माथि टेस्टिङ अब टेस्टिङ हेर्न जाऊँ न कस्तो टेस्टिङ गर्नु हुँदो रहेछ होइन दाइ ल दबाउने हुन्छ नि बिस्तारै बबाल एकदमै बबाल के ढाँटेको होइन फेरि मिठो तिम्रो कसम के हटाउनु चखाउने त्यो पहिला उता समात्नु यो छोप्नु त केही हुन्न ल एकदमै बबाल अब यहाँ चाहिँ हाम्रो खड्का दाइ हुनुहुन्छ खड्का दाइलाई चाहिँ हामीले टेस्टिङ गराउन ल्याउँदैछौँ है त चखाउने कस्तो आउँछ है अब कस्तो छ नट ढाँटिकन है रिएक्सन पुदिनाको अचारसँग ट्याक्क दोबेर हो फेरि दाजु के कस्तो हो बेस्ट छ अलि टेस्टिङ मात्रै है टेस्टिङ मात्रै त्यो माथि बुझ्नु हो अनि डराउला फेरि धेरै होइन ल त्यही हो ल दाइलाई पनि टेस्टिङ गराइसक्यो एकदमै बबाल लाएर दाजुलाई होइन
आहा यो हो नि यस्तो रे ल ल ल त्यही हो जाँदै आउनु फेरि हामी त्यही ब्याक टु हाम्रो उतै जाम है त त्यही हो कहिले काहीँ यस्तो छुट्टीमा रमाइलो होइन अब भोलि छुट्टी छ पर्सि छुट्टी छ है त्यही हो अनि ड्युटीबाट आयो मार्केट सार्केट गयो गाडी छानेर यस्तै छ होइन यो त यो मात्रै हो कि कोइला दाइ पुरा लजाउँछ ल दाइ ल सर्बत पानी खानु यस्तो चाहिँ अलिकति नदेखाउनु होला होइन दाइ होइन त्यो त हुन त ल के न हाम्रो अब बुढो दाइ अब के छ अलिअलि चल्छ बेला बेला होइन काम गरेर थाकेको हुन्छ काम गरेर थाक्दाखेरि सर सही हो ल यो चाहिँ हजुरहरूले चाहिँ ट्राई नगर्नु होला होइन सकेसम्म के खानु त ठिकै छ कहिले काहीँ अब यस्तै त हो म यो हो नि त टेक्निक अनि दाजुको आबै सही हो दाइ यार कहाँबाट पाउनु भयो यो फेरि ए ल हाम्रो दाइले चाहिँ जान्नुभएको छ हाम्रो दाइले चाहिँ एकदम बबाल जान्नुभएको छ मिठो त नि त्यो लाइट चार्ज गरेर राख्ने हुन्थ्यो त दाइ नि अहिले चार्ज गरि त हुन्थ्यो त अनि मस्त भिज्न पाएन कि अहिले चार्ज गरेर अहिले टक्क टाउकोमा राख्दैन त झलमल्लो हुन्छ नि त अनि अब मैले त कसरी हो त मलाई आउनु पर्यो नि जानु गएर मैले होइन ठिक छ के भएन बोसो यस्तै हो कि त कहिले काहीँ त त्यो त हो कहिले तल झुन्डे खाउँछ कोही हातै हो त हातले निकाल्छ तेरि भित्र पसालिदिए त यार ल हेर निकाल्नु सही निकाल्नु पर्छ दामी बब्बाल हुन्छ नि त अनि कहाँ केही हुँदैन खानुपर्छ त होइन यस्तो खाए पो बल्ल अनि ज्यान लाग्छ यार पकाएर बसेको है ओहो नि यतिको नडर अलिक कम गर किनभने पातलो छ यस्तो बोतलको कति हाल्छु म फोरो पनि नहुने यो क्यान खाएर जता बजे नखाने यो ट्याक्क साटो सिस्टम 1 रुपैयाँ घट्दो रहेछ बेला यहाँको खाऊ कसो त नाम टोकन अनि उनले सुनेको थिएन बबाल एकदम बबाल सर त उतै बेस्ट हुन्छ चेलीबेटीसँग आजभोलि त हामीसँग कहाँ हिँड्छ नि त गाह्रो छ यार चुडानले गाह्रो छ कि भोक लागिरहेको छ यार खाम दाइ अब हामीसँग त कहाँ अब त्यस्तो हुन्न आजभोलि त हुँदाखेरि हुन्थ्यो कस्तो ठिक छ चटनी आजभोलि त सबै अब उतै चिक्को अमिलो अनि बब्बाल हो कि यो कागज हल्का होइन चेलीबेटीतिर लागेको पकेटा हाल्नुहोस् 10-12 हाल्नुहोस् बब्बाल स्पोर्ट कलम गरायो एकदम बब्बाल भयो भोलि सबैको पेट ठिक होस् त्यति हो फेरि भात खानुपर्छ क्या फेरि मैले त्यही भएर आज खानु गएँ के भन्दाखेरि अब भोलि खायो भने पर्सि गडबड हुन्छ छुट्टी त छुट्टी हो कि त्यही भएर त्यहाँदेखि कहाँ सधैँ भए भयो भने कहिले काहीँ भनेको कति पछि नेपालबाट बाहिर आयो फर्स्ट टाइम यसरी खाएको क्या सबै ठिकै छ मलाई त के हुन्छ भन्दाखेरि अब
जति नै अब दुःख परिस्थिति जस्तो राम्रै चलिरहेको के त्यही त समटाइम चाहिँ रमाइलो चाहिँ गर्नुपर्छ त्यो त हो जति हुन्छ त्यति हालौँ ल हाम्रो चाहिँ अब पखेटाको पाले के यो जल्या ट्याक्क मिलेको चाहिँ एकदम बबाल टक्क त्यहाँ अलिकति बेसी जडाएको रहेछ बबाल छ बबाल यही पाकेर हिँड्नु हान 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 पाके नि सन्तोष दाइले दिनुहुन्छ है फेरि सही हो बबाल छ दाइ बबाल नि होइन मिठो यता हेर्नु त एकजना अहिले आउने यता बोलेको भनेको यस्तै हो क्या आम्मामामामामा लगाएर अब लगाएर आमामामा हेर्नु त ओहो नि झऱ्यो यता उछटाउनलाई फेरि झऱ्यो दाइ आम्मामामामा भवनको छोराले बुङ्गुरको मासु हेर्नु त पेल्दी हो क्या दाइ अस्ति त्यहाँ गएबाट बल्ल दामी ल मिठो कुराको यार अब चिकन चाहिँ कस्तो हुन्छ चिकनको लेस त होइन अचारै बबाल छ क्या है अचारै बबाल छ अनि अचारसँग अझै मिस हाम्रो चिकन झन् कम्बिनेसनै बबाल हुने कि अब सबै कुरा अचार भयो वान डे फेरि अझै बबाल गरेको हो र त्यही त अचारले फरक पर्यो यतिसम्म ठिकै हो बबाल हो नि अब त्यही त अलि उज्यालो भयो भए अझै उ हुन्थ्यो होइन ठिक छ चिकन अहिलेसम्म ठ्याक्क ठिक छ बबाल भिडियो हेरिदियो छैन भोलि छुट्टी हो त भलिबल सर्ट हानेको भोलि पर्सि होइन पर्सि त हाम्रो दु हो नि त डे सिफ्ट हो आज एक दुई बजी सुत्यो नि के फरक परेर इन्जोय बस 12 बजे ड्युटी है तिमी पनि देखि म अब सल्लाह त खानुपर्छ खै यो कस्तो छ बोइल चिकन मेरो त्यसो गर्न गुल्मीको नुन छैन अच्छा हालेको तर लाइट लागेछ क्या गुल्मीको पनि त्यही हो गुल्मीको पनि त्यही हो त्यसमा अब एउटा दुईटा हाले पनि एउटा दुईटा हाल्दा चटनीसँग ठिक्क हुन्छ चटनीसँग चाहिँ बब्बाल हुन्छ हल्का उस गरेको क्या बोइल मात्र होइन नि बोइल गरेर हल्का सेकेको अझै क्यानमा कागती हाल्नुपर्ने है अलिकति यहाँ कागती हालेको यसमा ठिक्क हुन्छ सानो सानो खानु पठाउनु खाएर हेर मसँग दामी हुँदैछ अचारसँग चाहिँ बबाल सलाद पनि आयो भने चाहिँ काटेको ओके काटेको रहेछ छन छ अझै यसमा ठुल्ठुलो जति हुन्छ अलिकति मात्रै काटेर हो होइन क्या भेट्छ क्या काले छ उहीँसम्म छ त्यो गेटसम्म छ अलिकति चाहिन्छ अलिकति हिँड्नु भने अर्को एउटा भेट्छ निकाल्नु मिल्छ त्यो यो निकालेर नि यो त्यहीँसम्म छ नि त वहाँसम्म लाइट यतिसम्म गराउनु मिल्दैन यहाँसम्म यतिसम्म गराउनु लाइट त्यहाँसम्म आउनु न यो त्यसपछि यस्तो जानुपर्छ यार ल मजा आएन लाइट नभएर लाइट हुन्छ नि झल्ल ज्याक छैन मल्टिप्लग छैन कसैमा भाइहरूमा है होइन नयाँ डिस पनि आइसकेको छ ठिक छ ए यहाँ चल्नु धरती मातालाई मातालाई ल साथी इन्जोय इन्जोय गाइस यो चाहिँ बिचको माताले चलाएको कसले दिने ल ल ल कस्तो चाहिँ केटा चाखन्छ हालेको हो तल छ क्या पहिला यतिको चाहम न यति राम ल ल दाइ खानु ल चेस एभ्रीबडी ओपन चाहिँ है ल ओपन चेस ल कस्तो छ दाइ ठिक छ है अलिक मिसा थोरै हुँदा नि घरका दाइले बनाएको हुँदा नि चट्टी चामुनी चट्नीसँग एकचोटि त्यत्तिकै चाहे मिठो हालेको छैन कहिले मरिसकेको बब्बाल छ त खै हमको त्यहाँ डल्ला थप गरौँ डल्ला कमिँदै हो मिठो मिठो त मिठो छ भोलि गयो कस्तो बनाउने हो त लगभग 40 केही भएन 35-40% नै तर अचारले दामी गरे क्या है मतलब यो मात्रै खाँदा अलि हुन्थ्यो नि त के कसो त बोल्न मिलेन कि यता दुईटा दाल टोकेर पिरो भयो र
अनि म प्याज खाएँ नि त पिरो अझै गरे प्याज पनि पिरो हुन्छ र दाना खाडा होला नि त आजको नाइट कस्तो लागिरहेको त यसो सम्झना एकछिनसम्म अहिलेसम्म ठिकै छ एकछिनपछि अलि तार खाएपछि बल्ल थाहा हुन्छ खाँदैछु खाँदैछौँ हामी चाहिँ होइन सुरुवात होइन दादा कस्तो लागिरहेको थियो यो पल हाम्रो हेर्नु त कहाँबाट है भेट भइयो यी परदेश के अरे विदेश जस्तो ठाउँमा होइन त रमाइलो गर्नुपर्छ गर्नुपर्छ बेला बेलामा जलाल दाई त अब हाम्रै अब आफ्नै ठाउँतिरको पर्यो दाजुभाइ भेट भइयो फेरि विदेशमा है दाइ के कसो दाइ दाजुभाइ पनि भेट भइयो एकदम खुसी लाग्यो दाइले पाङ्रा पेल्दै हुनुहुन्छ पाङ्रा पेल्दै यता है हाम्रो सन्तोष दाजु त्यहाँ अझै पठाउँदै हुनुहुन्छ मासु होइन त्यही सलाद छ है हाम्रो यहाँ मासु अझै त्यता रेडी हुँदैछ यो त बल्ल हाम्रो फर्स्ट लट हो होइन रमाइलो छ त्यही हो ह्याप्पी विकेन्ड परदेश जस्तो ठाउँमा परदेश देश भइहाल्यो परदेश जस्तो ठाउँमा भेट भयो हाम्रो दाजुहरू एकदमै खुसी लाग्यो एकदमै खस्नु त खस्दैन नि होइन तर दामी दिएछ दाइ ठ्याक्कै है बबाल भएको क्या ठ्याक्कै त्यही हो परदेश जस्तो ठाउँमा भेट भयो एकदमै खुसी लाग्छ मेरो दाजुहरूलाई भेट्न पाउँदाखेरि दाइहरू यही चाहिँ हजुर भनेर अगाउनु भन्नाले त्यहाँ भन्दै के भ्लग बनाउँदै ए होइन त्यत्रो खाइरहेको त नि त्यही हो रमाइलो है कहिलेकाहीँ रमाइलो काम भने कामै हो अब त्यो कामलाई साइड दिएर चाहिँ यहाँ चाहिँ एकदमै रमाइलो के अरे दाइ अरू त त्यस्तै यो असर हुन्छ नि असर के टेन्सन नगर्नु पेला न तिमीले ल्याम्म पेला त अनि परेकोमा बिगर्छ क्या यार खाऊ के टेन्सन गर्छ यार तिमी पखेर त राम्ररी पखाल्नुपर्छ पखेर धेरै झ्याक्क पाक्दैन कि त चाहिँ धेरै भयो भने टक्क राख्ने हो सकिन्न तर सकिन्न अघि नै सकिन्न भनेको भाइले त सकिन्छ भन्दै थिएँ अब सकिन्छ सकिन्छ अनि दुईजना भेट त्यही भन्छ अब दुइटा त हो नि होइन म त त्यसो दाहरूले भन्नु मात्र सकिन्छ तर खाने नै अन्त अब हेर्नु नि सबले खाँदै एउटा गर्दै 7-7 पिस त एक लटमा घटिरहेको हुन्छ होइन 12 बजीसम्म सकिहाल्छ नि अब यो मात्र खाएर भने यो नि खानु पर्यो खानु पर्यो सलाद भनेको त्यो अलिअलि एकछिनको लागि पेट मात्रै गर्ने हो त्यसपछि खाली भइहाल्छ होइन दाजु पनि आउनुभयो एकदम यसको डिजाइनहरू बनाउनु चाहिँ हाम्रो दाइ है ल लक्ष्मण दाजु मगर दाजु हाम्रो टक्कै सबै भेराइटीहरू फेरि हेर्नु दाइ जाडो भयो हाम्रो दाइलाई पागल हो भेराइटी गएको छ है दाइ भेराइटी म चाहिँ मही आइसकेँ अर्ग्यानिक मही है हाम्रो दाइ चाहिँ खतरा हो कि फेरि हातले हो कि फेरि हाम्रो फेरि दर्शक बिनहरू गाह्रो छ दाइ ल एकछिन यता राखिदिउँ ल सही धन्यवाद दाइ हाम्रो चाहिँ मिल्क
भन्दा पनि हाम्रो चाहिँ त मही वर्क हाल्दैन कि मही आइसक्यो है मही मही महिनी मही चिनी पनि हाल्नु पर्छ केला हालिने फेरि तिन सिने होइन मात्र के उठाउने हैन पैसा है हजुर पैसा कति छ त्यो तीनटा समथिङ त्यस्तै एउटा चाहिँ ठुलो छ कि कसको ठुलो थियो हैन त्यो सानो छ मेरो ए सानो तीनटा जति छ एउटा फुल हालिदिएको कि यहाँ कस्तो छ अब ट्राई गर्नुपर्छ कुन हाला भनेको फिस्किरी आएन गजब यार चिनी हाल्यो गजब भएछ लाग्ने बाबा के हाल दाइ चाहनु जाने बस्यान मान्छेहरू आफ्नो मेरो नि हाम्रो कसो एउटा मिसाएको फुल हो यो फुल छ फुल गएको छौ ल ल ल दाइ न यहाँ खसेको हाँगा समातमै दाइ खेत किन झुल्नु भएको छ मेरो दाइ यार किन झुलेको यति साह्रो दाइ यार के छ नि यार कस्तो छ बुयामा खड्गामा मजाको छ है दाइ मोबाइल त चेस भैया 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 कुछ त बोलो समझ नहीं आज तो हम पकौड़े खा रहे हैं माइलो रुचेको दामी आहा हड्डी चाहिँ गरेर राख्ने यार। नाइटेबल मात्र हैन हटिल के भाडा हैन भाडो छैन प्लास्टिक पनि हुन्छ हैन गजब छ यार अब यो प्लेटलाई पनि चेन्ज हाल्नु पर्छ यार उ त उस छ के तेल र उ भयो चटनी फ्राई प्यान टाइपको क्या फ्राई पनि हो के फ्राई प्यान फ्राई प्यान ल्याउँदा त्यो खाइन ये भैया अभी के डालेगा इसमें यहाँ ल यहाँ राखिदिउँ न है पाकेछ मस्त पाक्यो कति भयो चिकन त पाक्छ क्या सिमला मेरो जलाल दाई भैया नमस्ते मेरो दाजु भोक लाग्यो हो भैया नन स्टप किनभने यो उस हो किन दाइ यसरी पेल्नु भएको खुट्टा छ नि त अब एक बोतल ठिक्क हुन्छ दाइ के छ सन्देश तल झुन्ड र डर लाग्छ कि म यो चारमा माया भएको जलाल दाइ गोकुललाई केही सन्देश छ त नि तपाईँको प्यारो भाइलाई उसले डेली खायो होला नि होटलमा त झन् यस्तो त यहाँ रमाइलो हुन्थ्यो अँ। के भयो रे भन्ने भयो भ्लग हेरिहाल्छ नि भ्लग हेरिहाल्छ तर एउटा मिठो फोटो चाहिँ खिच्नु पर्ने हो कि सबै भएको बेलामा है अब यो मासु यता सार्दाखेरि के मन्त्र फुक्यो क्या दादा दाइले हाई टाइप हो तल नि तल बुझ्दै बुझ्दैन टिकटक आएको त गिलास मोबाइलको त बत्ती बालेर यहाँ राखेर बेसा राख्दैन त्यहाँ राम्रो आउँछ कमेन्ट झर्छ नि त चाहिँ गरम नै एकचोटि राम्रो गरी के सर र फुल जस्तो झरेर त्यहाँ कडा कडा झर्छ नि राम्रो यो फोकसले राम्रो देखाउँछ कि चिया गिलास ल हेर्ने दाइ यसरी खानुहुन्छ दाइले ल धेरै टेन्सन नलिनु होला हाम्रो भाउजू हाम्रो आमा बुवाहरू है दाइले एकदम पेलिराख्नु भएको छ एकदम खानुहुन्छ यी मासुहरू अब ल हेर फेरि मुनि कुखुराको के अरे पखेटा पखेटा के अरे मेरो चावटा हात छैन कति मजाले खानुभएको छ चिन्ता केही लिनु पर्दैन एकदम तन्दुरुस्त हुनुहुन्छ हाम्रो दाइ चाहिँ है के सुँगुरको मासु खाँदैछन् कि
होइन कुखुराको कुखुरा पखेटा तान्दैछन् पखेटा कुखुराको बच्चा सुँगुरो खाए त सुनबाले छर्किनुपर्छ छर्केर रुमभित्र लैजाने बेला छर्क्यो मौला अन्त बर्बाद हुन्छ काम नथाल्यो अन्त टेन्सन राति मन्त्र पढ्नुपर्छ फेरि काँक्रो हेर्ने यस्तरी काँक्रो थालाभरि भयो कि नै यस्तो भयो मिठो छ है चटनी पुदिनाको चटनी पहिला मनै पर्दैन यार अहिले त बबा लाग्दो रहेछ यार पहिला त खै किन बाँच्नै मन पर्दैन कि हल्छु होइन ठिक छ होइन ठिक छ क्या चेन्ज अब त्यस्तै हो खाने रमाइलो भैया भैया तुमको कैसा लग रहा है एकदम बहुत अच्छा लग रहा है हम मजा आ रहा है मोटू मोटू डॉक्टर झटका इधर है जोन मोटू पतलू मोटू यता मोटू और पतलू की जोड़ी जोन बनेगा डॉन सही हो ल पाकिरहेको छ हाम्रो अझै नेक्स्ट स्लटको लागि चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ पोर्क है त्यही होला है धेरै धेरै झार्ची म चाहिँ लोकल साग पनि बनाएर लिएर आइसकेको छु लोकल साग भैया लोकल साग आ रहा है मजे से धोकर हेर्नु न फेरि खाइसकेछ यार आउँदैछ त यार लोकल सागसँग यार ल चाख्नु न कस्तो छ अनि यसमा त डोबरेर के हम त काँक्री खा रहे भैया किन न डोबरेर नखाएको नि त्यो साइकल किन रहेछ नि त नि उसले खानु नि दाइ किन नखाएको यो नाटक है पानी नै पानी भइसक्यो दाजुले चाहिँ एकदम हजुर किन नखानु न हजुरले साग यहाँ चाहिँ के हाल्नुपर्छ भन्दाखेरि अलि सानो हुनुपर्ने कि फेरि एउटैमै धेरै जान्छ क्या फेरि हो के खुर्सानी त छैन अलिकति चटनी हाल्ने ल अब यसलाई चाहिँ यस्तरी गर्ने कसरी गर्ने त यसलाई चाहिँ यस्तरी ऱ्याप गर्नुपर्छ अनि यसलाई फेरि यस्तो गर्नुपर्छ गाइज होइन यस्तरी गर्ने यो तरिका ओके अरे भन्ने बज्यो हेर भैया स्टाइल देखो लक्ष्मण का स्टाइल देखो भैया पेलो 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 म त अब एकछिन पछि दिनु पर्दैन धेरै भयो तेरो बाजे अब एकछिन यसो रेस्ट दिनुपर्छ नि इन्जिन फेर्नु नि एकैचोटि पचाउ शरीर फेर्न पऱ्यो एकैचोटि फेर्ने खाऊ भैया गजब भयो मेरो दाइले चाहिँ भयो भन्नुपर्छ तर दाइलाई चाहिँ एकदम खुवाउनुपर्छ किनकि दाइ एकदम हट्टाकट्टा बनाउनुपर्छ हट्टाकट्टा त्यसै हुनुहुन्छ त्यही पनि अझै हट्टाकट्टा बनाउनुपर्छ हाम्रो कावासेटीको दाइलाई मेरो प्यारो दाजु हेर्नु न खानुभयो हेर्नु न गाउँले हो कि मैले यहाँ आएर भेटाएको मेरो दाइ मेरो हराएको दाइलाई चाहिँ मैले आएर भेटाएको छु हेर्ने यस्तो छ है हेर्ने कथा हो कि अब न्युजमा हालिदिनु पर्ला अब
साग पनि च्याट्ट परेर मैले एकदम बबाल बनाएर ल्याइदिएको छु चटनी खाने भएन क्या म आमा हेर्नु लहेर 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 ल मोही खाए जस्तो खा पहिला लास्टमा यो पिरो खानु यो पिरो टक्क भएन आमा यो हो नि त अनि हाम्रो कुलुलुल्लो गरेर म पनि तान्दिन्छु एउटा फेरि सोझो हेर्नु अब यो हो पुदिना मलाई पनि घरमा धेरै पछि खाएको भएर कस्तो मजाको टेस्ट आएको छ त्यो बनाइन्न अब त्यो भोलि दाइ त्यो त हो लास्टै बनाउनु अब सन्दीप दाइ खानु ऊ पनि नक भएछ यता दाइ पनि तपाईँ के हो कति पर्सेन्टमा म त अघि नै सकेको ल हेर अनि यतातिर सक्नुपर्छ मेरो दाजु म त सक्दिनँ अनि यता हाम्रो चेफ दाइ त झन् अब कतिको अमन भइयो भनेको हजुर कोरा चाहिँ खाइन्न कुरा नखाने अझै यही हान्ने अब यो खाइन्छ त्यो चाहिँ खाइन्न ल ओके छ त केही भएन अनि हजुर तपाईँ झन् खानु नै भएन बिचारा मेरो दाइ पेलिरहेको छु पेले मलाई तोरै पकाउँदै पेल्दै हो क्या मतलब पेलिरहेको छु सही हो दाइलाई त्यो चाहिँ क्याप्सिकममा चाहिँ हाम्रो चाहिँ एकदम बबाल तरिकाले है म्याग्नेट गरेर राखेको क्याप्सिकम छ र यहीँ छ यहाँ आएर पोल्ने ल अब यसको पाली छ अब यसको पाली हो के त्यो विङ्स चाहिँ अब के भयो ल हेर के भयो दुईजनालाई कामेको चाहिँ यहाँ यता हेर्नु कामेको हाम्रो दाइ काउसीको दाइ पनि काम छ र थ्याट त्यो बेचत नगर्ने दाइ फेरि पिरो भएर टाउको चिलाउनु लाग्यो दाइले खाएको देखेर कहाँ कावासतीको दाइसँग पङ्गा लिएर हुन्छ त होइन तपाईँ उतातिर लुम्बिनी कहाँ उता इन्डिया छुन लाग्यो अनि नेपालीसँग पङ्गाले थियो नि त ऊ कसरी खानु भयो दाइले पिरो भएर उता देब्रे हातले सही होला रमाइलो है लहेर यस्तो रहेछ यार दाइ हेर्नु न दुइटैले फाल्यो क्या फेरि लहेर फेरि झन् त्यस्तोबाट किनेर लिएर आयो हेर्नु दाइ कहाँ फर्किने होइन त्यस्तो पिरो छ र यहाँ चोपेर खाँदा त्यस्तो पिरो लागेन है त्यस्तो पिरो छैन तर सही ल ओ माई गड हाम्रो काकालाई स्वागत छ स्वागत छ ल के बाल्लै दिँदैन त यार स्वागत छ स्वागत छ वरिष्ठ एकदमै सिनियर जोड के 80 सर्ट खरे हजुर लेफ्ट से काका हाल्नु त्यहाँ पुदिनाको है फेरि पुदिनाको अल द वे फ्रम नेपाली स्टाइलमा पुरा हाम्रो दाजुले बनाउनु भएको एकदम बवाल आँखा फर्कला फेरि
सलिड पिरो भन्छ पिरो हो र मिठो छ कि छैन पिरो हो त ठिकै होला पिरो हो र मलाई त भिरै लागेन त दाइ यार मलाई नि पिरो लागेन भनेको यार उयो झैया गरेर हाल्दै त ल झैया गरेको कसलाई हो ए ल ल झैया गरेको यो खानु दाइ हान न एक लट प्लिज प्लिज दाइ कस्तो भयो र यहाँ ठुलो ठुलो त ठुलो त छँदैछ यो अझै माल त यहाँ होइन खानुपर्छ यो लास्ट सर्ट हो कि दाइ म त खान्न होइन दाइ हान्ने म्या त नानो के हान्ने खाने कि भोलि हान्ने र दाइ फेरि यो क्याप्सिकमले बिग्रिन्छ कि भन्ने डर लाग्यो खाने कि हान्ने के गर्ने भन म त क्या दाइ बिचरा यार हान्नु म त के छ अहिले त म त ठिकै छु ल क्याप्सिकम मात्रै पोल्दिनु त्यसले थोरै ल क्याप्सिकम पोल्ने क्याप्सिकम बोल्ने ल भोलिलाई त्यसो ल भोलि दिउँसैबाट बस्नुपर्छ है त दाइ यो चाहिँ त्यो कति सामसँग कोइला अब अझै आधी नै छ दाइ छैन नि थोरै छ यतिले पुग्छ त भोलि कि अर्को लट लिनु जाने हो फेरि दाइ ए भ्याउँछ 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 ल भोलि दिउँसो त्यो सकिन्छ होला फेरि आज यो भयो ल ल क्याप्सिकम चाहिँ अलिकति हाल्नु पर्छ क्याप्सिकम मात्रै हल्का हल्का यसो ल के एक दुई शब्द दिनु न त ल ठुल्बा के एक दुई शब्द दिनु न यस्तो अब यो अब भ्लग अब यस्तो हल्का रमाइलोको लागि के जिन्दगानी यस्तै हो के दुःख सुख जस्तो भयो भने यसो विदेशमा होइन विदेशी जिन्दगी कसरी छ जसो गरो उसै राम्रो बन्नुपर्छ पहिलो कुरो अब खान दियो मिठो लाग्यो खुसी लाग्यो मिठो लाग्यो मिठो त लाउनु पर्छ त आज मासु नपाएर कस्तो बिजोग छ होइन यहाँ यहीँ छ त यहाँ नि यहीँ छ ल्याप्सु हो क्या ठिक छ ल खाना खानु त खै त हजुरले त झन् खानु नै भएन यार खानु खानु यत्तेरी हो सही दाइ अब त गएर खाना खानु छ अझै दाजुभाइ बसेर खाना खाने छ ऊ र मैले के अरे कहाँ अनि माथि त्यत्रो बनाएर खानु त पऱ्यो ल आउनु ल माथि है त ल ल ल ल ल ल ल खानुपर्छ ल ठिक छ नि त खानु न मेरो भाग खानु थोरै ए थोरै थोरै होइन धेरै नै खानु थोरै रे गरे किन र नि मासु चाहिँ किन खानु भएको थियो त्यति साह्रो खानु त भएन हजुरले त्यही मुस्दै यहाँका बनायो क्या हजुरले खाइयो नि त तर खाइयो केही छैन ए कुरा रहेछ हाम्रो माथिको भाडा माथि लिएर जाउँ तलको तल तलको तल यसलाई हान्नु त एउटा हान्ने पहिला हान्ने ल ल ल यहाँ नि छ ल अर्को भाग ल दाइ ल अर्को ल त्यही हो रमाइलो आज यसो दाजुहरूसँग ल गाइस यस्तै हो होइन आज चाहिँ एकदम बवाल तरिकाले हाम्रो चाहिँ एकदम ऱ्यापअप भइसकेको छ होइन सबै खानपिन भइसक्यो एकदम बवाल भयो यता दाइ पनि एकदम अब चाहिँ पुरा रेडी पोजिसन यता काक्स पनि यता हाम्रो एकदमै धेरै धेरै धन्यवाद स्पेसियल्ली अनि यतातिर हाम्रो दाइले पनि धेरै धेरै धन्यवाद है त ल यसरी नै फेरि नेक्स्ट टाइम अब कहिले हुन्छ के हुन्छ अब हामी दाजुभाइहरू मिलेपछि केही असम्भव छैन होइन दाजु दाजु मिलेपछि अब
सम्म पुऱ्याउ सम्म पुऱ्याएर देखाउने यो हो नि त अनि काँचो मासुलाई पकाइसक्यौँ हामीले चाहिँ यो सम्भव भइसक्यो अरू चिज के हुँदैन अनि काँचो मासु त्यस्तै खाने काँचो मासु खाइदिनु सही हो दाइ ल त्यही हो ल है अब चाहिँ सबैजनालाई बाई यस्तो हो जिन्दगानीमा कहिले आँसु रमाइलो विदेशमा हामी चाहिँ रमाइलो गर्दै सबैजना एकचोटि रमाइलो गर्नु होला ह्याप्पी रहनु होला खुसी रहनु होला लाइफ इज ब्युटिफुल किप स्माइलिङ अन्टिल यु डाई भन्दै आजलाई चाहिँ म यो भ्लग एन्ड गर्न चाहन्छु बाई बाई आई लभ यु